यहाँनिर दिउँसोको टाइममा म यसरी बाहिर बरन्डा बनाएर एउटा भिडियो बनाउन गइरहेको छु। आशा छ यहाँहरूले मन पराउनुहुन्छ होला। आजको दिन भोलि भाइटिका र हरेक नेपाली चेलीबेटी दाजुभाइ दिदीबहिनी सबैजनाले आफ्नो आफ्नो दाजुभाइ कहाँ दाजुभाइहरू दिदीबहिनीकोमा जानलाई, दिदीबहिनी दाजुभाइकोमा जानलाई, माइत जानलाई, चेली माइतीको सम्बन्धलाई न यो जात न धर्म न कुनै चिजबाट धेरै टाढा धेरै माथिको यो सम्बन्ध हो जानेर चाहिँ एउटा अलौकिक सम्बन्धसँगको कुरा हो यो। र भोलिको तिहार मनाउनलाई बुढाबुढा बाबा आमाहरू, बुढी आमैहरू, फुपूहरू र आफ्नोमा टिका लाउनलाई जानलाई तर्खर गर्नुहुँदैछ र जानुहुँदैछ। कोही कसैले गाडी पाउनु भएको छैन, कसैले कसरी जानुभएको छ, कोही रोडमा उभिरहनु भएको छ। र यसरी नै आजको दिन साँझ पर्न लागेको छ। घरमा एक प्रकारको मान्छेको एक खालको रमाइलोपन घरभित्र छाइरहेको छ। हरेक दाजुभाइलाई कतिखेर दिदीकोमा जाउँ, बुहारीलाई कतिखेर माइत जाउँ र दिदीबहिनी फुपूहरू कतिखेर घरमा हो। हरेक मान्छेको आफ्नो जुन चाहिँ आफ्नो डेस्टिनेसन छ, त्यो डेस्टिनेसनमा पुग्नलाई सबैजना तर्खर गरिरहनु भएको छ। र अहिलेको यो पल जानेर एउटा मिठो सन्देश, मिठो जीवनको एउटा रमाइलोपन पल अहिले हरेक नेपालीको घरमा भइरहेको छ। आशा छ यहाँहरूले यो सबै चिजहरू अनुभव गरिरहनु भएको छ र म पनि यो यहाँहरूलाई मेरा कुराहरू राख्दै गइरहेको छु। र जीवनमा मान्छेले हरेक दुःख पिर पर्दा आफ्ना मान्छेलाई सम्झिने गरिन्छ। र कोही बेला माइतीसँग मान्छे रिसाइरहेका हुन्छन्, कोही चेलीबेटीसँग रिसाइरहेका हुन्छन्, कोही दाजुभाइ दिदीबहिनीसँग। तर यो चाडबाडले मान्छेलाई एउटा सम्बन्धमा धेरै मधुरपन ल्याएको हुन्छ र यही मधुरपनभित्र मान्छेलाई बाँच्ने बाध्यता भएको पनि हुन्छ। र यसरी चाडबाड मनाउनेमा भोलिको भाइटिका र सबैजना आफ्नो चेलीमाइतीको घरतिर पुगिसक्नु भयो। कोही जाँदै हुनुहुन्छ, बाटोमा हुनुहुन्छ, र कोही कस्तो परिस्थितिमा हुनुहुन्छ र बेलुका पुग्नै पर्ने यस्तो स्थितिमा पनि त चाडबाड मनाइरहनु भएको छ। र यो पालिको रमाइलो चाड यहाँहरू सबैको राम्रो होस्। चाडबाडमा कुनै अप्राकृतिक कुराहरू नहोस्, यही भन्न चाहन्छु।